फौजदारी अभियोगसँगै सम्पत्ति शुद्धिकरणको मुद्दा जोडेर केपी शर्मा ओलीलाई सके 3 महिना नसके पनि बढीभन्दा बढी दिन हिरासतमा राखेर अनुसन्धान गर्ने सरकारको चाहनामा आज सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ। कार्की आयोगको सिफारिस अनुसार पक्राउ गरिएको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक दुवैलाई अब उपरान्त म्याथअप नगर्न आज सर्वोच्चले परमादेश जारी गरेको छ। शनिबार बिहानै पक्राउ परेका ओली र लेखक दुवैलाई गैर कानूनी रूपमा पक्राउ गरेको भन्दै त्यसको भोलिपल्ट अर्थात् गत आइतबार ओली पत्नी राधिका साके र लेखकको तर्फबाट यशोदा लेखकले सर्वोच्चमा बन्दी प्रतिष्ठितको रेट दायर गरेका थिए। त्यसपछि सर्वोच्चले ओली र लेखकलाई तत्कालै रिहा गर्न अर्थात् अन्तरिम आदेश दिन अस्वीकार गर्यो। तर न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले आज 4वटा मुख्य कारणहरू देखाउँदै ओली र लेखक दुवैलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चले औलाएको 4वटा कारण मध्ये पहिलो भनेको केपी ओली र रमेश लेखक दुवैजना जुठोमा रहेको अर्थात् ओलीको बुवा र लेखकको आमाको मृत्यु भएको कारणले गर्दा दुवैजना शोकमा रहेको कारण यस्तो बेला थुनामा राखिराख्नु सही नहुने निष्कर्ष निकालिएको छ। यसै दोस्रोमा केपी ओली बिरामी रहेको र अस्पतालले पठाएको पत्र अनुसार उनी निरन्तर चिकित्सकको निगरानीमा रहनुपर्ने भएकोले गर्दा थुनामुक्त गरेर अनुसन्धान अगाडि बढाउनु पर्ने तर्क गरिएको छ। यस्तै तेस्रोमा भनेको कार्की आयोगको सिफारिस बमोजिम नै पक्राउ परेका तत्कालीन काठमाडौँको सिडिओ छवि रिजाललाई हाजिरी जवानीमा छाडिएकोले गर्दा एउटै मुद्दामा कसैलाई थुनामा राख्ने कसैलाई छाड्ने ठिक नदेखेको तर्क गरिएको छ। अनि चौथोमा भनेको अभियुक्तहरूको बयान सम्पन्न भइसकेको र अब प्रमाण नष्ट नहुने देखिएको हुँदा थुना बाहिरै राखेर पनि अनुसन्धान गर्न सकिने देखिएकोले गर्दा अब उपरान्त ओली र लेखक दुवैलाई म्याथअप नगरी चाँडो भन्दा चाँडो मुद्दा बुझाएर उनीहरूलाई हाजिरी जवानीमा छाड्न परमादेश जारी भएको हो। अब कुरा गरौँ उसो भए कहिले छुट्छन् त ओली र लेखक। काठमाडौँ जिल्ला अदालतले दुवै विरुद्ध पछिल्लो 5 दिनको म्याद थप गरेको छ, जुन अबको 2 दिन अर्थात् 25 गते बेलुकाको रातको 12 बजे सकिँदैछ। यसको अर्थ अब ओली र लेखक चैत 26 गतेसम्म छुटिसक्ने पक्का भएको छ भने यदि सरकारले चाहने हो भने त्योभन्दा अगाडि पनि छाड्न सक्नेछ। खैर अब कुरा गरौँ कार्की आयोगको सिफारिस अनुसार यही मुद्दामा पक्राउ परेका तत्कालीन काठमाडौँका सिडिओ छवि रिजाललाई चाहिँ प्रहरीले किन एकै दिनमा पक्राउ गरेको सोही दिनमा किन छाड्यो त भन्ने कुराको बालेन सरकारको पहिलो क्याबिनेटले भदौ 23 को जेनजे आन्दोलनको छानबिन गर्न बनेको कार्की आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लाने तर सुरक्षा निकायको हकमा भने पहिले अध्ययन समिति गठन गर्ने अनि त्यो समितिले सिफारिस गरे अनुसार मात्रै कारबाही अगाडि बढाउने भनेर निर्णय गरेको थियो। हो, सरकारको यही निर्णयले गर्दा रिजाल पक्राउ परेको दिन नै हाजिरी जवानीमा छुटेका थिए, किनकि प्रमुख जिल्ला अधिकारी भएको हैसियतले भदौ 23 गते उपत्यका सुरक्षा समितिको नेतृत्व गरिरहेका थिए रिजाल। यस अनुसार रिजाल पनि सुरक्षा संयन्त्र भित्रकै व्यक्ति पढ्न गयो र हो यही तर्कलाई प्रयोग गर्दै रिजाललाई त्यो दिन रिहाई गरिएको थियो। तर आज सर्वोच्चले मुख्य रूपमा यही कडी देखाउँदै ओली र लेखक दुवैलाई थुनामुक्त गर्न आदेश दिएको हो। तर तपाईँ हामीले बिर्सन नहुने अर्को कुरा चाहिँ के छ भने सर्वोच्चको आदेशपछि ओली र लेखक रिहाई पक्कै हुनेछन्, तर यो मुद्दा टुङ्गिएको भने होइन, किनकि हिरासतमा नराखे पनि बाहिरै राखेर प्रहरीले थप अनुसन्धान गर्न सक्छ भने अब यो मुद्दा जिल्ला अदालत काठमाडौँमा जानेछ। त्यसपछि जिल्ला अदालतले चाहे भने ओली र लेखक दुवैलाई पूर्वपक्षको लागि थुनामा पठाउन सक्छ वा धरोटीमा रिहा गर्न पनि सक्छ। त्यसपछि पनि यो मुद्दा लामो समयसम्म चल्नेछ। ओली र लेखकमाथि लगाएको फौजदारी अभियोगको जिल्ला अदालतले कम्तीमा पनि 1 देखि 1.5 वर्ष लगाएर अन्तिम फैसला गर्नेछ। त्यसपछि चित्त नबुझेको पक्ष फेरि उच्च हुँदै सर्वोच्चसम्म पुग्नेछ। यसरी हेर्दा यो मुद्दाको अन्तिम फैसला हुन धेरै वर्ष लाग्नेछ।